त्यही हो अब हामी चाहिँ जाँदैछौँ झरनातिर। अब समथिङ अब धेरै छैन, थोरै बाँकी छ जानलाई। सक्नुहुन्छ हाम्रो दाइहरू अगाडि हुनुहुन्छ। माथितिर हेर्नु न, क्या दामी ठाउँ छ क्या। यस्तो बवाल ठाउँ छ नि, यस्तो बवाल ठाउँ छ है। त्यहाँ अब झरना खासै धेरै ठुलो त छैन जस्तो लाग्छ मलाई यतातिर साउन्ड सुन्दाखेरि है। अब कस्तो छ हेरौँ, त्यहाँसम्म पुगौँ, त्यहाँ पुगेपछि थाहा हुन्छ गाइस। त्यसै हो, हामीले सबै खाजासाजा पनि सबै बोकेर आएको छौँ कि खाजा चाहिँ होइन। त्यहाँ बसेर ट्याक्क झरना हेर्ने हो, झरना हेरेर झरनादेखि अनि माथि फर्केर हाम्रो रानी झोला पुल पारि छ है। अब त्यहाँ चाहिँ बवाल छ साथै ठाउँ, यस्तो बवाल ठाउँ छ यस्तो। यस्तो हेर्नु न पछाडि अब क्या दामी भ्यू छ क्या। यस्तो बवाल, यस्तो बवाल। केही साथीहरू सो हजुरलाई नि अब यो ठाउँ मन पर्यो भने आउन चाहिँ नबिर्सिनु होला। यस्तो बवाल ठाउँ छ है। यता आयो भने है घर जाने नि मन लाग्दैन जस्तो लाग्छ क्या मलाई चाहिँ। अब हजुरहरूलाई चाहिँ कस्तो लाग्छ त्यो त थाहा भएन। त्यो के हो, के भन्नु साथीहरू। अब केटाकेटीहरू है, गर्लफ्रेन्ड बोयफ्रेन्डहरू धेरै आउँदो रहेछ। हामी सिङ्गल मान्छे यस्तै त नि, हेर्न सक्नुहुन्छ ठाउँ पुरा यस्तो छ क्या बाटो नि, यस्तो बाटो किन हो खै आज यस्तो बाटो हिँडेर हो कि मलाई चाहिँ गाउँ गएको जस्तो फिल भइरहेछ होइन। यसो हेर्दा पनि हाम्रो गाउँतिर पनि यस्तै हो क्या बाटो जाने, यस्तै बाटो हो। तर मलाई आज चाहिँ त्यस्तै फिल भइरहेछ क्या, गाउँ गएको जस्तो। त्यही हो, वाउ सो ब्युटिफुल।